भाइ। नमस्कार भाइ, नमस्कार। के छ, सन्चै हुनुहुन्छ? ठिकै छ भाइ, ठिकै छ। कुनै एकजना चर्चित जो गुरुले जुन भागवत भन्ने व्यासमा बसेर चाहिँ उहाँले यो काम गर्नु यो काम नगर्नु भनेर चाहिँ उहाँले भनिरहेको मैले सुनेको थिएँ र जुन घुम्टो ओढेर चाहिँ पूजा नगर्नु भन्नुभएको छ, के भन्नुहुन्छ माताजी? त्यो तपाईले अहिले क्वेसन जोडिहाल्नुभयो। टिकटकमा निकै भाइरल भएको, मिलियन मान्छेहरूले हेरेको र हजारौं कमेन्ट आएको विषयमा हो कि क्या हो। एकजना व्यासमा बसेर एकजना के पण्डित हुनुहुँदो रहेछ, अब नाम त मलाई त्यति थाहा भएन। फेरि फेसबुक भरि सबैले छरपस्टै बनाएको देखियो। चर्चित मान्छेहरूले पनि त्यहाँ लेखेर राख्नु भएको देखियो। यहाँ हेर्नुहोस्, गुरुजीको महाराजको कुरा सुन्नुहोस् भने पनि देखियो। पहेँलो भेटा लाएर सीताराम लाग्दैमा, एउटा टोपी यसो देखाउँदैमा, धोती न टोपी भएर बस्दैमा महान गुरु मानिने चलन कलियुगमै देखियो। अब यस विषयमा भन्दा मैले कुनै शास्त्र अध्ययन पढेको त छैन। मैले देखेको के हो भने मेरा हजुरआमाहरू, मेरा आमाहरू, मेरा ठुली आमाहरू अथवा मेरा आफन्त जहाँ जान्छु म, धेरैवटा ठाउँमा म गएँ, देखेँ, मैले धेरै ठाउँ बसेँ पनि। देख्दाखेरि पूजा गरेको उहाँहरूले देख्दाखेरि घुम्टो लगाएर कपाल सरकसितले बाँधेर, होइन, सरक सामुन्ने चाहिँ के छ भने कपाल छोपेरै, रौँहरू, कपाल राम्रो हो, नङ पनि राम्रो हो, सबै आफ्नो शरीरका अङ्गमा भएकी सबै चिजहरू आवश्यकता छन्। तर त्यही कपाल झरेर खानामा पर्यो भने विष हुन्छ, त्यही कपाल मुखमा पर्यो भने विष हुन्छ, त्यही कपाल भुइँमा झर्यो भने नराम्रो थियो। अनि उहाँ गुरुजीलाई चाहिँ अब मान्छेले के कति विश्वास गर्नुहुन्छ, राम्रो लागेर सेयर गर्नुभएको जस्तो देखियो धेरैजनाले। तर झुटो कुराहरू, फेक कुराहरू, गलत कुराहरू छिटो प्रचार हुन्छ बाबु कलियुगमा। त्यसैले म भन्छु, तपाईहरू पूजा गर्दै हुनुहुन्छ भने तपाईहरूले कपाल छोपेर चिसो कपालमा पूजा नगर्नु। यो अर्थ आइगयो। तपाईँले प्रश्न सोध्ने हुनाले भन्ने बाटो पनि पाइयो। अर्को कुरा, कपाललाई चुल्ठो बाँधेर पछ्यौराले छोपेर। अब हाम्रो संस्कार छ क्या, भगवान भनिसकेपछि हामीभन्दा सबैभन्दा ठुलो कुरो शिरमा माथि राख्ने, शिर निहुर्याएर हामीले दर्शन गर्नुपर्छ। जस्तै टोपी लगाउँदा पनि राजा महाराज धीराज ज्ञानेन्द्र महाराज धीराज सरकारले टोपी लगाएको देख्नुभएकै होला सबैले। उहाँले यो निधार पुरै देखाउनुहुन्न नि, थोरै मात्रै देखिन्छ नि, निधार ठुलो कहिल्यै देखाउनुहुन्न। निधार छोप्नुपर्छ भन्ने छ केटा मान्छेहरूको, टोपी लाउने अर्थ त्यहाँ छ। अब यहाँ आइमै मान्छे महिलाहरूले जेठाजु ढाक्ने छ, बुढा ससुरा सासू, होइन, आमाजु बुढा भनौँ न, के भन्छ, फुपाजु,